गोविन्दज्यू लगायत यस करुणा महिला विद्यालयका प्रधानाध्यापक आदरणीय प्रधानाध्यापकजी शङ्कर सर लगायत यस करुणा महिला विद्यालयमा अध्ययनरत अध्यापन गराउनु हुने सम्पूर्ण शिक्षक शिक्षिका र विद्यार्थी भाइ बहिनीहरू एवं पत्रकार साथीहरू सम्पूर्णमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको तर्फदेखि मेरो व्यक्तिगत तर्फदेखि हार्दिक नमस्कार टक्राउन चाहन्छु। यो एकदमै महत्त्वपूर्ण कार्यक्रम हो र विगतका दिनदेखि नै हामी लुम्बिनी सांस्कृतिक नगरपालिका यस करुणा महिला विद्यालयका हरेक किसिमका प्रोग्रामहरूमा नगर प्रमुखज्यू हुँदा पनि र अहिले पनि र हामी जनप्रतिनिधि नै नहुँदा पनि हामी प्रत्यक्ष रूपमा यस विद्यालयको हरेक कार्यक्रमहरूमा सहभागी हुँदै आइरहेको थियौं र विगतको भन्दा अहिले अझ राम्रो प्रगति गरेको कुरा हामीले प्रत्यक्ष देखेका छौं र मैले आफै पनि देखेको छु। बिहानदेखि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले गरेका क्रियाकलाप र यस विद्यालयको नतिजाबाट पनि यसैमा नगरपालिकामै उत्कृष्ट प्रथम द्वितीय हुँदै अहिले आफ्नै विद्यालयमा पनि हरेक क्षेत्रलाई अनुशासन सरसफाई दैनिक हाजिरी लगायत विभिन्न खेलको माध्यमबाट प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कृत गराउनुका साथसाथै कला संस्कृतिलाई पनि जगेर्ना गर्नका लागि संरक्षण गर्नका लागि सांस्कृतिक कार्यक्रममा आबद्ध गराउँदै सरहरूले अहिले यस करुणा विद्यालयलाई यसरी अगाडि बढाउनु भएको छ र विशेष गरेर यस क्षेत्रका मुस्लिम बहिनीहरूलाई जो आफ्नो मदरसा शिक्षा बाहेक अन्य राज्यको शिक्षाबाट वञ्चित हुनुहुन्थ्यो ती नानीहरूको लागि पनि यस करुणा महिला विद्यालयले जुन पठन पाठनको राम्रो वातावरण सिर्जना गरिदिनु भएको छ त्यसको लागि पनि मैले सर्वप्रथम करुणा विद्यालय परिवारलाई धन्यवाद दिन चाहन्छु। जो हिजो बुर्कामा बसेर आफ्नो मदरसाको मात्रै धार्मिक ग्रन्थको मात्रै शिक्षा ग्रहण गर्न पाउनुहुन्थ्यो, आज उहाँहरू राष्ट्रिय होइन अन्तर्राष्ट्रिय रूपमा अंग्रेजीमा स्पिच दिएर आफ्नो परिवार आफ्नो विद्यालयलाई पनि गर्वका साथ शिर ठाडो गर्ने मौका दिनुभएको छ। यो अवसरलाई यसै करुणा विद्यालयमा मात्र होइन जिल्लादेखि बाहिर सके राष्ट्रदेखि बाहिर पनि यसरी नै शिर ठाडो गर्ने मौका दिनुहोला र आफ्नो परिवारको नाम सँगसँगै यस विद्यालय र यस नगरपालिकालाई पनि चिनाउने प्रयास गर्नुहोला भन्ने शुभकामना पनि दिन चाहन्छु र मैले फेरि पनि विद्यार्थी भाइ बहिनीहरूलाई कला संस्कृतिमा जोड दिँदै शिक्षामा जुन स्थान अहिले यहाँहरूले अगाडि बढाउनु भएको छ त्यसको लागि पनि मैले धन्यवाद दिन चाहन्छु। विशेष गरेर मोदी गुरुमा उहाँको यो अथक प्रयास र साथै अन्य दाताहरू जो डोनरको रूपमा र यस विद्यालयको मेम्बरको रूपमा रहेर यस विद्यालयलाई कसरी राम्रो बनाउने कसरी उत्कृष्ट बनाउने गुणस्तरीय शिक्षा कसरी दिने भन्ने विषयमा अहोरात्र खट्नु भएको छ। उहाँहरूलाई पनि मैले कृतज्ञता व्यक्त गर्न चाहन्छु र उहाँहरूको यो प्रयासलाई सफल पार्नका लागि हाम्रो लुम्बिनी सांस्कृतिक नगरपालिकाले खेल्नुपर्ने भूमिका पनि कहीँ कतै हामी चुक्ने छैनौँ। यहाँहरू सँगसँगै हामीले के गर्दा अझ राम्रो हुन्छ यस क्षेत्रमा यस करुणा विद्यालयलाई अगाडि बढाउनका लागि हामीले गर्ने भूमिकामा हामीले पनि साथ र सहयोग राख्नेछौँ भन्ने कुरा मैले प्रतिबद्धता दिँदै पुनः यस विद्यालयको हरेक गतिविधिलाई सफलताको शिखरमा पुगोस् र यसरी नै विद्यार्थी भाइ बहिनीहरूको शिक्षा क्षेत्रमा मनोबल बढ्दै जाओस् र यस क्षेत्रमा अहोरात्र खट्नुहुने सम्पूर्ण अभिभावकज्यूहरूलाई विशेष गरेर अनुरोध गर्न चाहन्छु कि अघि नै हाम्रो होटल संघका अध्यक्षज्यूले भने चाहिँ हाम्रो छोराछोरीहरूले पढ्ने विद्यालयमा के कस्ता गतिविधि हुन्छन् र हाम्रा छोराछोरीको प्रगति नतिजा कहाँसम्म पुगेको छ यसलाई प्रत्यक्ष निहालेर हेर्न अति आवश्यक छ र शिक्षाको त्रिकोणीय सम्बन्ध जबसम्म बन्दैन विद्यालय परिवार विद्यार्थी र अभिभावक तबसम्म शिक्षा कहिल्यै पनि सुधार हुन सक्दैन। त्यसकारणले शिक्षा सुधारका लागि प्रथम भूमिकामा अभिभावकहरू पनि जिम्मेवार बन्नुपर्छ र शिक्षालाई
सहयोग गर्नुपर्छ, शिक्षा क्षेत्रमा आफ्नो अमूल्य समय दिनुपर्छ भन्ने कुरा पनि अनुरोध गर्न चाहन्छु। साथै भर्खरै हामीले यस करुणा महिला विद्यालयका विद्यार्थी बहिनीहरूलाई पुरस्कार वितरण आफ्नै हातबाट गरेका छौँ। त्यो पुरस्कार वितरण गर्दै गर्दा कति विद्यार्थी भाइ बहिनीहरूले महिला सशक्तिकरणका कुरा उठाउनु भएको छ। हो, हिजो हामीले चाहेको पनि त्यही हो। यस क्षेत्रमा महिला सशक्तिकरण भनेको एउटा नानीले भने हामी छोटो छोटो लुगा लगाएर पार्टी फङ्सनमा गएर डान्स गरेर रमाइलो गर्नु मात्रै महिला सशक्तिकरण होइन। हामीले हाम्रो अधिकार, हाम्रो शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा, राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा आफ्नो प्रत्यक्ष सहभागिता, समतामूलक समाजको निर्माण गर्नमा हामीले खेल्ने भूमिकामा जबसम्म हाम्रो अधिकार समान रहँदैन तबसम्म महिला सशक्तिकरणका जति ठुल्ठुला भाषण गरे पनि काम लाग्दैन। र हामी महिला सशक्तिकरण भनेको महिलाले आफै बुझेर आफ्नो क्षेत्रमा स्थायित्व कायम गर्न सक्नु, हामीले आफ्ना अधिकारहरूलाई स्वतः स्फूर्त रूपले बाहिर निकाल्न सक्नु र त्यो सँगसँगै फेरि हामीले आफ्नो कर्तव्य पनि ख्याल गरेर हिँड्दै गर्दा हामीसँग अवसर धेरै छन् भने चुनौती पनि धेरै छन्। त्यसकारणले अवसरलाई हामीले अँगाल्दै चुनौतीलाई सहज रूपमा लिएर समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागि खेल्ने भूमिकालाई महिला सशक्तिकरणको रूपमा अगाडि बढाएर विशेष गरेर शिक्षामा अझ उच्च शिक्षा हासिल गर्न सक्यौँ भने मात्र महिला सशक्तिकरणको सपना पूरा हुनेछ। त्यसको लागि जति पनि विद्यार्थी बहिनीहरूको अभिभावकले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएको छ ती सम्पूर्ण अभिभावकहरूलाई म यस मञ्चबाट सम्झन चाहन्छु र उहाँहरूले आफ्ना छोराछोरीलाई शिक्षामा हामीले गरेका लगानी कहिल्यै पनि खेर जाँदैन। एउटा छोरा शिक्षित भयो भने सिर्फ ऊ आफ्नो परिवारको लागि शिक्षित हुन्छ, तर छोरी शिक्षित भयो भने सिङ्गो समाज र राष्ट्रलाई शिक्षित बनाउने प्रयास गर्छन् भन्ने कुरा यस करुणा महिला विद्यालयका बहिनीहरूले पनि उदाहरणको रूपमा प्रस्तुत गरिसक्नु भएको छ। र पुनः मैले यस करुणा महिला विद्यालयको वार्षिक उत्सव कार्यक्रम सफलताको शुभकामना दिँदै सम्पूर्ण दात्री निकाय, दाता एवं गुरुमा भन्तेज्यूहरूलाई हृदयदेखि धन्यवाद, कृतज्ञता व्यक्त गर्दै मेरो शुभकामना सन्देश यहाँहरूमा दिन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।